बालेन र रवि, यी दुई नामले आज सिङ्गो सत्ता किन हलचलमा छ? यदि तपाईलाई नेपालको आजको मुख्य खबर, छोटो, स्पष्ट र तथ्यमा आधारित अपडेट चाहिन्छ भने अहिले नै यो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्। अब समाचार। जेनजी आन्दोलनपछि देशको राजनीतिक अवस्था फेरि संवेदनशील बनेको छ। आज प्रधानमन्त्रीको पदलाई लिएर हस्ताक्षर सङ्कलन चलिरहेको चर्चा बाहिर आएको छ। सत्तापक्षभित्रै असन्तुष्टि बढ्दै गएको सङ्केत देखिन थालेको छ। कुन सांसदले समर्थन जनाए, कुन पक्ष पछि हट्यो, संसदीय अङ्कगणित फेरि गणनामा छ। यही राजनीतिक परिदृश्यमा काठमाडौँ महानगरका मेयर बालेन शाह र राष्ट्रिय नेता रवि लामिछाने फेरि सार्वजनिक बहसको केन्द्रमा छन्। जनताको अपेक्षा स्पष्ट छ, स्थिर सरकार, पारदर्शी निर्णय र परिणाममुखी नेतृत्व। अब प्रश्न यही हो कि यो हलचल केवल सत्ता परिवर्तनमै सीमित हुन्छ कि नीति र शासन प्रणालीमा साँचो सुधार देखिन्छ? यस विषयमा आउँदा दिनहरू निर्णायक हुनेछ।